बतासे अन्डा कसरी चिन्ने आज फेरि अर्को एउटा जानकारी राखिसकेको छु मैले। आज 21 दिनपछि कुखुराले चल्ला निकालेको छ। 21 दिनपछि चल्ला निकालेको छ। त्यो मध्येमा चाहिँ चल्ला मध्येमा चाहिँ अब ननिकालेको छ अन्डाहरू दुईटा बाँकी रह्यो। एउटा यो हैन। त्यसमध्येमा यो किन निस्किएन, यो बतासे हो कि चल्लाभित्र मरेको हो कि हैन, त्यसको लागि थाहा पाउनको लागि मैले सानो एउटा तपाईहरुलाई जानकारी दिन चाहन्छु। त्यसको लागि चाहिँ हामीसँग मोबाइल हुनु पर्यो पहिला, अथवा लाइट जे भए नि हुन्छ। त्यसपछि हामीले के गर्नुपर्छ भन्दाखेरिमा अन्डालाई हामीले लाइटमा हाल्न सकिन्छ। मोबाइलको लाइट बाल्ने हैन, त्यसपछि चक्क लाएर अन्डामा यसरी राख्ने। यहाँ देखेको छैन होला हैन। यसरी हेर्दाखेरि चाहिँ नि यसमा चाहिँ चल्ला छ, तर यो चल्ला चाहिँ फर्किएन के, नफर्केपछि मर्छ यो। यसमा चाहिँ चल्ला छैन, यो चाहिँ पुरै ट्रान्सप्यारेन्ट छ के, यताबाट उता देखिने, उताबाट यता देखिने। त्यो लाइट चाहिँ गइरहेको छ हैन। सो यो लाइट गएको चाहिँ के हो नि, यो चाहिँ बतासे अन्डा हो के। यो चाहिँ के हो, बतासे हो। यो चाहिँ बतासे हो। योमा चाहिँ अब चल्ला कुनै कारणवश फर्किन नसकेर चाहिँ यस्तो भएको हुन्छ। त्यसैले अरू सबै चल्ला चाहिँ निस्केको छ, यो चाहिँ बतासे भएर निस्केन। यो चाहिँ चल्लामा फर्केको हुनसक्छ, यो भित्र मरेको हुनसक्छ के। सो अरू चल्ला चाहिँ यसो निस्केको छ। भइरहेको छ राख्छ 10वटा दिएकोमा बाँकी दुईटा बाइक सबै 8वटा निकालेको छ। त्यही नै हो है। सब बतासे चल्लाको चाहिँ भेटफेट त्यसरी हुन्छ है त।